आन्दोलन कसले हाँक्छ? नेपाल प्राज्ञिक मञ्चले हाँक्छ। मेरो पाखुराको रगत सुकिसकेको छैन भने राजा मान्ने राजाको सदस्य पुरा नगर्ने। नवरहाट सुवेदीको फौदे सिंह खत्री जस्तो व्यक्तिको आवश्यक चाहियो राष्ट्रलाई, राजालाई। इम्पेरियल न्युक्लियस बनाउने त्यस्ता व्यक्तिहरूको त्यो सञ्जाल फाट्न सक्न पर्छ राजाले। फौदे सिंह खत्री जस्ता व्यक्तिको आवश्यक छ। राजा, राष्ट्र, धर्मको बारेमा जसले जे कार्यक्रम गरोस्, माओवादीले गरोस्, एमाले गरोस्, काङ्ग्रेसले गरोस्, जुनसुकै दल, जुनसुकै समुदायले गरोस्, म त्यहाँ गएर आफ्नो अभिमत प्रकट गर्छु। तर कदम कदाचित नवरहाट सुवेदीको संयोजकत्वमा जुन अभियान तुइयो भने त्यो अभियान नेपाल प्राज्ञिक मञ्चले तुहुन दिँदैन। नेपाल प्राज्ञिक मञ्चले ताली बजाउनु त खोइ तपाईँहरू के गर्नु? नेपाल प्राज्ञिक मञ्चले तुहुन दिँदैन, त्यो अठोटो। र अब हाम्रो कार्यक्रम के छ? मैले ताली बजाउनु भन्नु पर्छ र? अब हाम्रो कार्यक्रम के छ भन्दाखेरि सडक आन्दोलन गर्नलाई, सत्ता प्राप्त गर्नलाई, धर्मको स्थापना गर्नको लागि, राजसत्ताको स्थापना गर्न शक्ति साधना गर्नुपर्छ। शक्ति उपासना नगरिकन सत्ता प्राप्त हुँदैन। र नेपाल प्राज्ञिक मञ्चले 2082 सालको वैशाख 19 गते शुक्रबार, वैशाख शुक्ल पञ्चमीका दिन गोर्खाको कालिका दरबारमा ब्राह्मणहरूद्वारा एउटा अनुष्ठान हुँदैछ। हामीले गर्छौँ त्यो। गोरखनाथको रोड महोत्सव हुन्छ 1 महिना। गोरखनाथको चाहिँ नि कनफट्टा योगीहरूले पूजा गर्छन्। गोर्खाको उपल्लोकोटमा वज्र भैरवमा 5 जना वज्राचार्यहरूले पूजा गर्छन्। तर त्यो दरबारको पैसा होइन। गोर्खा समी भन्ज्याङका शान्त बस्ने अघि यहाँ चाहिँ अभिमत प्रकट गर्नुभयो। 2 लाख 3 लाख जति पनि उहाँले बिहोर्नुहोस्, संयोजक उहाँ हो। त्यो बेलामा तपाईँहरू आउनुहोस्, पत्रकारहरू आफ्नै खर्च खाएर आउनुहोस्, आफ्नै खर्च खाएर फर्कनुहोस्। तर तपाईँहरूलाई 18 गतेदेखि 20 गते बिहानसम्मको पिउन होइन है, खान पिउन भन्छ नि, खानको व्यवस्था हुन्छ, पिउनको व्यवस्था हुँदैन। पिउन भनेपछि कुरो बुझ्दैन। खानको व्यवस्था यथेष्ट खानको व्यवस्था हुन्छ, पिउनको व्यवस्था हुँदैन। 18 गते बेलुकादेखि 20 गते बिहानसम्म तपाईँहरूको खान पिउनको व्यवस्था हुन्छ। यस्तो किसिमको पूजा हुँदैन। वज्र भैरवको विधि अनुसारको पूजा हुँदैन। अहिले नोट गर्नुहोस्, वैशाखको 19 गते। त्यस कारणले अब यो मैले पोखरामा दुर्गा प्रसाईको कार्यक्रममा गएर के भनेको थिएँ भन्दाखेरि दुर्गा प्रसाई खरो फलाम हो। यो खरो फलामको धारिलो खोडा बनाएर दुर्गा प्रसाईको हातमा थाम्नुपर्छ। दुर्गा प्रसाईको रङ्ग ढङ्ग पुगेन र दुर्गा प्रसाईको हातबाट खोडा भुइँमा खस्यो भने त्यो खोडालाई भुइँमा बजारिन दिने छैन। त्यो खोडा मैले थाम्ने छु, किनभने मेरो पाखुराको रगत सुकिसकेको छैन भनेको थिएँ। तर म होइन, नेपाल प्राज्ञिक मञ्च नवरहाट सुवेदीको संयोजकत्वमा गठित जुन समिति हो त्यो तुइयो भनेदेखि यो अभियान कसले हाँक्छ त? नेपाल प्राज्ञिक मञ्चले हाँक्छ। र नेपालको राष्ट्रिय अस्मिता जगाउँछ नेपाल प्राज्ञिक मञ्चले। तर बिस्तारै 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 हामी अगाडि बढ्छौँ। किनभने अत्तिन हुँदैन, अत्तिन र मात्तिन हुँदैन। त्यस कारणले थुप्रै फौदे सिंह खत्रीहरू जन्मन पर्यो, थुप्रै योगी नरनाथ जन्मन पर्यो। त्यस कारणले चाहिँ नि मान्छे चिन्नुपर्छ बखतमा। र आज जुन हामी यसलाई पुनर्गठन गऱ्यौँ, पुनर्गठन विभिन्न क्षेत्रका महानुभावहरू चाहिँ आउनुभयो, विज्ञहरू। अझै पूर्णता भएको चाहिँ छैन। र अब यस्ता सञ्चारकर्मी भाइहरू आउनुभयो। अहिले तपाईँहरूको उमेरलाई त टिन एज भनेर भन्छ। पृथ्वीनारायण शाह 19 वर्षको उमेरमा गादी चढेका थिए। मुक्तियार भीमसेन थापाका पिता जर्नल अमरसिंह थापा पाल्पा गौडाका हाकिम थिए। आफ्ना बाजेको अवसानपछि भीमसेन थापाका माइला भाइ नयन सिंह थापाका छोरा उजिर सिंह थापा 19 वर्षको पाल्पा गौडाको कप्तान। जितगढमा चाहिँ नि युद्ध भयो। अङ्ग्रेजका चाहिँ नि कर्नेल वुडसँग युद्ध हुँदाखेरि 19 वर्षका कप्तान उजिर सिंह थापाको तैनात
गोर्खाली फौजले अङ्ग्रेजलाई परास्त गर्यो, जितगढी भन्ने नाम राखेको छ। तपाईँहरू चाहिँ नि बुटौलमा तिनीहरूको पुल तरेपछि दाहिनेतिर जितगढी भन्ने छ। त्यसपछि शास्त्रले के भन्दछ? पितृदेव भव मातृदेव भव भन्दैन, मातृदेव भव पितृदेव भव। अनि आफ्ना आमा रणकुमारी थापा र आफ्नो नाउँबाट रण उजिरेश्वरी भगवती स्थापना गरेको छ पाल्पामा। भगवती तर पुजारी वज्राचार्य छ। यो विभेद छ त नेपालमा। भनेपछि टिन एजको भन्छौँ अहिले 19 वर्षका कप्तान उजिर सिंह थापा पछि कर्नेल भए भनेपछि अबको दायित्व युवामा छ। हामी बुढाखाडाहरूले त यसो गर बाबु उसो गर बाबु भन्ने हार्थ्याउने हो। युवकहरूले यो राष्ट्र बचाउनु पर्छ र तपाईँहरू आइदिनु भयो। अब हाम्रो भरत बस्नेतजीको हाम्रो अर्गानिक मकै खानुहोस् अनि चिया खानुहोस्। त्यसपछि वैशाखको 18 गते को आउनुहुन्छ, को आउनुहुन्छ पहिले खबर गर्नु। खानको व्यवस्था तपाईँहरू आफ्नै खर्च खाएर आउने, आफ्नै खर्च खाएर फर्कने। तपाईँहरूलाई पिउनको व्यवस्था हुँदैन, खानको व्यवस्था हुन्छ। अनि त्यो तपाईँहरूको नाम नामेसी हाम्रो अनिल योगीलाई दिनुहोस्, तपाईँहरूले स्वागत गरौँ। त्यस्तो किसिमको भव्य पूजा अहिलेसम्म भएको छैन। 2025 सालमा श्री 5 महेन्द्रको शासनकालमा भक्त थानेश्वर महाप्रभुले चैत्र शुक्ल पक्षमा चाहिँ अनुष्ठान गरेको रहेछ 2025 सालमा। त्यो अनुष्ठान अहिले हामीले गर्दैछौँ वैशाखको 19 गते। वज्र भैरव भन्ने थाहै छैन, यो राष्ट्र धानेकै वज्र भैरवले हो। वज्र भैरवमा 5 जना वज्राचार्य, 5 किसिमका जामा लगाएका, पञ्चबुद्धका मुकुट लगाएकाले बौद्ध तन्त्र अनुसार पूजा हुन्छ। औरा सुविधिको समय जगतको जुन समिति तुइयो भने आन्दोलन कसले हाँक्छ? नेपाल प्राज्ञिक मञ्चले हाँक्छ। ल सबैको जय कल्याण। र आजको यो पत्रकार सम्मेलन यहीँ बडो सौहार्दपूर्ण राम्रो भयो। ल भन्नुहोस् भन्नुहोस्। हिजो एउटा पत्रिकामा एउटा आज एक पृष्ठ एउटा समाचार छापिएको छ। राजावादीहरू जनआन्दोलन समितिको गठनसँगै असहमतिमा आए। यिनीहरूसँग चाहिँ पूर्ण असन्तुष्ट दलहरूदेखि राप्रपा नेपाल, राप्रपा लगायत असन्तुष्ट छन् भनेर चाहिँ छापिएको छ। यो नवराज सुवेदीको जुन जनआन्दोलन समिति संयोजन हाल्नु भएको छ, यसमा राप्रपा नेपाल, राप्रपा लगायत केही राजावादी गुटहरूले मन पराएनन् भन्ने कुरा आयो। त्यो हिजै भएको रहेछ। यहाँ के हो यो विषयमा? अब त्यो कुराको अन्तर्वस्तु म जान्दिनँ। म पनि तपाईँहरूले नै भनेको कुरा हो, मिडियामा आयो। र अब अहिले राजेन्द्र लिङ्गदेन हुनुहुन्छ, कमल थापा हुनुहुन्छ, दुर्गा प्रसाई हुनुहुन्छ, तर सबभन्दा वरिष्ठ केशर बहादुर विष्ट। ऊ त काठे छेत्री होइन। काठे छेत्री भनेको व्यथामा आँटे मान्छेमा काठे, त्यो त काठे छेत्री। असाध्य कुरा जानेको वरिष्ठ भने उहाँ शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्थ्यो। हावा हुन्डेरी आएर रङ्गशालामा कति मान्छे च्यापिएर मरे। न श्री 5 वीरेन्द्रले नैतिकताको आधारमा राजीनामा दिए भनेर हुकुम भएर भने कि न आफ्नै मनज्ञानले हो। हुन त अब पाएको पद कसले छोड्छ? सरकारबाट चाहिँ नि राजीनामा दे भन्ने हुकुम बक्स भयो होला। नैतिकताको आधारमा राजीनामा दिनुभयो त्यस्ता व्यक्ति यहाँ आउनुभएको रहेछ, भाषण गर्नुभयो कला। तर अन्तिममा म चाहिँ सदस्यमा म बस्दिनँ, किन भन्छ मसँग चाहिँ सरकार मसँग चाहिँ परामर्श नगरिकन भएको हुनाले भन्ने यही भाषणमा भन्नुभयो भन्ने सुने। त्यसपछि अब राप्रपा नेपाल हाम्रो कमल थापाजी राप्रपा। मैले कमल थापालाई के भन्छु भने कमल थापाले यो व्यवस्था नसकारिकन बाहिरै बसेर आन्दोलन गरेका भएदेखि कमल थापा प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यही बेलामा चाहिँ धर्मको स्थापना हुन्थ्यो, राजाको स्थापना हुन्थ्यो भनेर भनेको थियो। तर उहाँ त गाईलाई छोडेर सूर्यतिर लाग्नुभयो होइन, जात फाल्नुभयो नि त। जात फाल्यो पतिया गर्न पर्यो, पतिया गरेपछि जात उक्लन्छ नि, हो कि होइन? त्यो कुम्भमा नुहाउनु भयो नि त। त्यहाँ राजेन्द्र लिङ्गदेन कुरा सुन्नु न, राजेन्द्र लिङ्गदेनको पनि असन्तुष्टि भयो भने, तर धवल शमशेर, रविन्द्र मिश्र त आउनुभयो। तर यहाँ चाहिँ नि उहाँहरूले पनि यहाँ चाहिँ हल्ला के पिटाएको छ? श्री 5 को सदिच्छा अनुसार भनेको छ नि त। भने राजावादी भन्ने
श्रीपाँचको सदस्य अनुसार ज्ञान वृद्ध वय वृद्ध, मैले पनि जात पनि ठुलो सुवेदी ब्राह्मणको संयोजकता भएकोमा आफूसँग सोधे पनि नसोधे पनि सकार्न पर्थ्यो। मसँग सोधेको हो र मलाई चाहिँ निर्देशक समितिको प्रमुख सल्लाहकार भनेर मसँग सोधेको होइन, हिजोको म होइन। तर मैले यो राष्ट्रले जगमान गुरुङको चाहिँ आवश्यकता बोध गरेको रहेछ भनेर मलाई, हुन त फेरि तैँले चाहिँ पद पाइस् नि भन्ने होइन, मैले अघि नै भने भन्दाखेरि हिजोको जुन बैठकले अथवा पत्रकार सम्मेलनले निर्देशक समितिको प्रमुख सल्लाहकार डाक्टर जगमान गुरुङ भनेपछि मैले त्यसलाई सकार्छु, सहयोग गर्छु। हजुर, राप्रपा पार्टीलाई नागार्जुन दरबारमा लगेर चिलाउन चाहन्नु भनेको छ, यसको अर्थ कसरी? राप्रपा पार्टीलाई नागार्जुन दरबारमा लगेर विसर्जन गर्न चाहन्नु भनेर भनेको छ राप्रपा पार्टी। अब त्यो कुरो कसो हो भने, अब भन्नलाई पनि फेरि यहाँ कस्तो कस्तो हुन्छ। सौताको रिसले पोइको काखा मुत्न हुँदैन भन्छ नि, हो कि होइन? सौताको रिसले पोइको काखा मुत्न हुँदैन भन्छ। राजा मान्ने, राजाको सदिच्छा पुरा नगर्ने, राजा मान्ने राजाको सदिच्छा पुरा नगर्ने, त्यो हो नि त। भने सुखको बेलामा त चाहिँदैन मान्छे, दुःखको बेलामा चाहिने। आज राष्ट्र विप्लव भएको छ, सरकारले आह्वान गरिबक्सेको छ, ल हामी जानुपर्छ भनेर जानु पर्नेमा हुन त अलिकति यहाँ चाहिँ होमवर्क भएन, कच्चा खेल भयो। राप्रपा हाबी भएको छ त्यहाँ, पशुपति शमशेर, प्रकाश चन्द्र लोहानी, धवल शमशेर, रविन्द्र मिश्र, नवराज सुवेदी सबै राप्रपा भएको छ। तर समावेशी भएन त्यहाँ, त्यो कुरो पक्का हो। पहिले होमवर्क गरेर लहे भन्न पर्थ्यो। अब अधिराज कुमारी हिमानीको मामा भनेको होइन मैले, नागरिक सङ्घर्ष समितिको अध्यक्ष नरेश बहादुर सिंह त यहाँ विराजमान हुन्थे नि त, उनले भाउ राखे त्यहाँ? राखेन। किशोरी महतो कुनै बेला राजाले शिरमा चढाएर हिँड्यो, सम्पत्ति सकियो त्यो मधेसीको, स्वास्थ्य पनि सकियो, सम्पत्ति पनि सकियो। अन्तै ठाउँमा चाहिँ उनीहरूको मिटिङ थियो, त्यसलाई हलो भनेन। धरानको देवराज अधिकारी मुटु कलेजो सडेर मर्न लागेको मान्छेले श्रीपाँच वीरेन्द्रले खर्च हालिदिएर बाँचेको राजा 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 भन्दै हिँड्यो देवराज अधिकारी, तपाईँ थाहा पाउनु। उसलाई हलो भने मीरा राणाको समय त एउटा संस्था छ, त्यसमा हाम्रो विष्णु गोपाल श्रेष्ठ हुनुहुन्छ। मेरो माथा हातमा 60वटा चाहिँ नि संस्था छन् भन्नुहुन्छ, छ कि छैन भन्नुहुन्छ। तर उनीहरूले सम्बोधन गरे, सबै राप्रपा हाबी भएपछि पूर्व पञ्चहरूले नेपालमा राज संस्था स्थापना गर्न सक्दैन, धर्मको स्थापना गर्न सक्दैन। सक्ने भएदेखि राजतन्त्र किन फाल्यो त? कसको पालामा गयो? धर्म कसको पालामा नासियो? त्यो पञ्चहरूको पालामा होइन। राजालाई इम्पेरियल न्यू क्लथ बनाइदिए पञ्चहरूले। त्यस कारणले अब अहिले हामीले पोखराबाट श्रीपाँच ज्ञानेन्द्रलाई बटुकहरूद्वारा दही चामलको अक्षता लगाएर, दुबोको माला लगाएर, गिठादारको ठेकीमा गाईको दहीको सगुन दिएर, मालभोग घेराको सगुन दिएर, झलरी छाता ओढाएर, छाता भनेको सार्वभौम सत्ताको प्रतीक हो। योगी नारायणले के भन्नुभयो? छाता ओढ्नेले आफ्नो छाता आफैले गतिलोसँग ओढ्नुपर्छ भने। छाता ओढाएर हामीले स्वागत गऱ्यौँ, छाता ओढाएर चाहिँ उहाँलाई सगुन दियौँ। यहाँ मान्छे ओहिरिए, यहाँ उहिले भन्छ मैले ल्याएको, उसले भन्छ ल्याएको, उसले भन्छ मैले ल्याएको। कसले ल्याएको त? तपाईँहरूले थाहा होला त्यो कुरा। कुरा सुन्नु 25% व्यक्ति पार्टीले ल्याएको, समूहले ल्याएको। 75% व्यक्तिमा आधा चाहिँ नि अहिलेको व्यवस्थाबाट रुष्ट भएका कम्युनिस्ट काङ्ग्रेसहरू, 50% चाहिँ नि राजाप्रति श्रद्धा विश्वासपूर्वक नैसर्गिक भावना, निशर्त भावनाले आएका भनेपछि त्यो 75% को सम्बोधन भयो त हिजोको पत्रकार सम्मेलनमा? भएन। भने त्यो 75% लाई जसले हाँक्न सक्छ
यो प्राज्ञ नेपाल प्राज्ञमा चाहिँ हाँक्छ त्यो 75%लाई। त्यस कारणले अब हिजोको जुन कार्यान्वयन त हिजै तुइयो। संयोजक पो नवराज सुवेदी भयो त, आन्दोलनको संयोजकको त धवल शमशेर। हिजो यही ड्यासमा उभिएर दुर्गा प्रसादले 15 गते आन्दोलन गर्ने, ल धवललाई आउनु, ल रविन्द्रजी आउनुहोस् भने। त्यो दुर्गा प्रसादको दायित्व हो। दुर्गा प्रसाद एउटा सदस्य हो। आन्दोलनको घोषणा त धवल शमशेरले गर्नुपर्ने शर्त त हिजै तोडियो। त्यो काम लाग्दैन। त्यो समिति जनताले पनि यही प्रश्न गरिरहेका छन्, काम लाग्दैन समिति। तर हेर्नुहोस्, मैले भने नि, मलाई चाहिँ नि निर्देशक समितिको प्रमुख सल्लाहकार भनेको म चाहिँ त्यसलाई सम्मान गर्छु। तर नवराज सुवेदीको संयोजकतामा भएको जुन समिति हो तुइयो भने नेपाल प्राज्ञिक मञ्चले अब हाँक्छ। प्रश्न गरिरहेका छन्, जुन समिति बन्यो त्यो समितिमा चाहिँ आन्दोलनमा जाने भनेको युवा हुन्। युवालाई ऊर्जा दिलाउन सक्ने एउटा दुर्गा प्रसाद मात्रै देखियो, अरू त्यसमा देखिएन। र ऊर्जा युवाहरूलाई दिन सकेन भने आन्दोलन सफल हुँदैन, त्यो कुरा पक्का विश्लेषकले भनिरहेका छन्। हो। अब ऊर्जा कसरी दिने त? तपाईँ कसरी सल्लाह दिनुहुन्छ त्यो समेत? त्यो होइन, मैले अघि नै भने पृथ्वीनारायण शाह 19 वर्षको उमेरमा चाहिँ गद्दी चढेको, उजिर सिंह थापा कप्तान कर्नेल। मैले भने नि त अघि नै, हामी त उपदेश दिने हो, बाबा हो यसो गर भने तपाईँहरूले धान्ने हो। त्यसो भएर पो तपाईँहरूले ऊर्जा लिन आउनुहोस्। 19 गते गोर्खा भनेको छु त मैले। ऊर्जा लिन आउनुहोस् गोर्खामा, अनि धान्ने हो। सिद्धियो ल भन्नुहोस् भन्नुहोस्। म यसैमा एउटा प्रश्न थप। ल भन्नुहोस्। यो तपाईँहरूको प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्र भनेर तपाईँहरूलाई संज्ञा लिँदै पूर्ण समानुपातिक समाजवादी मोर्चाले 4वटा मोर्चाहरूले माओवादी लगायत 4वटा मोर्चाले चाहिँ 15 गते एउटा वृहत आन्दोलन राखेका छन्। अस्तिको फागुन 25 गतेको त्यो मासलाई चाहिँ टार्गेट गरेर अब अहिले जसले चाहिँ नि पनि आफ्नो अभिमत राख्न पाउने, सभा सम्मेलन गर्न पाउने, र त 15 गतेको चाहिँ नि 3वटा दल काङ्ग्रेस, एमाले, माओवादीकोमा अहिलेको निषेधित आज्ञा चाहिँ तोडिन्छ कि त्यो राख्छ? सबभन्दा पहिले त्यो प्रश्न ऊ कानुनीविदहरूले सोध्नुपर्छ त्यो कुरा। अहिले त निषेधित क्षेत्र भनेको छ नि त, आफ्नो लागि चाहिँ निषेधित क्षेत्र तोड्ने, अरूको लागि निषेधित क्षेत्र, यो गणतन्त्र हुन्छ? यो एउटा कुरो थियो। आन्दोलन गर्न पाउँछ, भाषण गर्न पनि पाउँछ, जे गर्न पनि पाउँछ। तर अब अहिलेको चाहिँ नि तपाईँहरू विभिन्न मन्दिरमा जानुभएको छ, कुखुराको बलि दिन्छ, टाउको पुजारीले राख्छ, कुखुरा भाले त फालिदिन्छ, भाले पोथी उफ्रन्छ नि बेतोडसँग। र अब अहिले विश्व के भएको छ त? डोनाल्ड ट्रम्पको जुन घोषणा 2 महिना भएको छैन, 25 गतेको यहाँको जनलहर देखेपछि इन्डिया टिभीले 27 गते रञ्जित रे र सुदीप सिंहसँग अन्तर्वार्ता लिएको छ भने नेपालका राजाले नेपालमा भारतको रलाई क्रियाशील हुन नदिएको हुनाले हामीले आन्दोलन गरेर राजालाई फालेको भन्छ रञ्जित रेले। अनि सुदीप सिंह के भन्छ? भारतमा माओवादीको नेतालाई पालेर अनि चाहिँ नेपालमा माओवादीको आन्दोलन गरेको भन्छ सुदीप सिंहले। भने भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भनेर नारा लाउँथे नि त कम्युनिस्टहरूले। अहिलेको व्यवस्था त भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले ल्याएको रहेछ भने यो नक्कली कुरा हो यो। तर अब भारतले नाकाबन्दी लगाइदियो भने के गर्ने बाबै, अमेरिकाले अनुदान दिएन भने के गर्ने बाबै भने। र मान्छे त्यस्तै बडा हुँदैन। किल्ला काँडको लडाइँमा लडेर जाँदाखेरि कमान चाहिँ नि चौतारी बम शाहको थियो। लडाइँको मोहडामा लड्ने अमरसिंह थापा, अङ्ग्रेजको छाउनीमा बिहानै मासु र भात, बेलुकै मासु र भात, बेलुका स्केल अनुसार हुस्की ब्रेन्डी। यता कहाँ खान पाउनु भात? खट्टे भुटेर खाएको छ। खट्टे भुट्ने फुर्सद पनि छैन, काँचो चामल बुकाएको छ। किम्बुको पात चपाएर अमिलो र पिरोको, अमिलो र नुनिलोको छुद्दे भेटेको छ। त्यहाँको मासु र भात गोर्खालीले देखेको छ। अङ्ग्रेजले अमरसिंह थापालाई
तँलाई हामी गढवाल र कुमाऊको राजा बनाउँछ, हामीसँग मिल्न आइज भन्दाखेरि म सिनो खाने कुकुर होइन, बाघको बच्चा डमरू हुँ भन्यो। म बाघ भनेन उसले, त्यसले बाघ त यहाँ राजा छन्, राजाको मर्यादा राखिदियो। त्यस कारणले भारतले नाकाबन्दी लाउँदैमा अमेरिकाले चाहिँ नि अनुदान नदिनेमा नेपाल भोको बस्दैन। उहिले भोटमा नुन लिन गएको थिए अरे क्या यहाँको नेपालीहरू, नुन त भोटबाट आउने। अनि चामल साड्दाखेरि भोटेले नुन दिएन, तैँले नुन नदिएर कि त हामी चाहिँ भक्याम्लोसँग चाहिँ भात खान्छौँ भन्दाखेरि त हाम्रो के कुरो के छ, त्यहाँ निबुवा छोडाइराखेको छ, त्यसको चाहिँ मुख रसाएन भने त्यो मान्छे मर्छ भने। अनि तैँले चाहिँ नुन नदिएर के भयो त हामी भक्याम्लोसँग भात खान्छौँ भन्दाखेरि भोटेको रस मुख रसा, यी के रस त यो नुन दिए भने। गोर्खाली भनेको काँचो 2 ढुङ्गा बिचको तरुल भनेको छ, कसरी अस्तित्व जगाउँछ त्यहाँ भोको मर्दैन। हाम्रा खेतबारीहरू बाँझा छ, त्यस कारणले भारतले चाहिँ नाकाबन्दी लगाइदेला कि भनेर पिर गर्न पर्दैन। अब यो चाहिँ बिखम ज्वरो भन्थे उहिले, अहिले टाइफाइड भन्छ। टाइफाइडको ज्वरोले बेसुरमा के बराबर आउँछ, के बराबर त्यसो। त्यस कारणले चाहिँ नि हामी राष्ट्रको लागि सबै समाहित भएर अगाडि बढौँ। अब ऊर्जा प्राप्त गर्नुहोस्, 18 गते गोर्खा आउनुहोस्, 20 गते फर्कनुहोस्। तपाईँहरूको चाहिँ खानाको व्यवस्था नेपाल प्राज्ञिक मञ्चले गर्छ।